नमस्कार मित्रहरू, स्वागत छ यहाँहरूलाई। म यो ऐतिहासिक ठाउँ क्षेत्र देखाइरहेको छु। यो 8 राई गाउँपालिका वडा नम्बर 5 छातेढुङ्गाको होडा नागेश्वरी भन्ने क्षेत्र हो। यो ठाउँमा चाहिँ पहिले होडा राजा भन्ने थिए रे र उनले शासन गरेको ठाउँ हो मित्रहरू। र होडा राजालाई चाहिँ पछि कन्दङ्वा, यो अहिलेको जुन कन्दङ्वाका पुर्खाहरू त्यतिखेर याक्थुम्बा भनिन्थ्यो। याक्थुम्बाहरूले चाहिँ यो ठाउँबाट लडाइँमा जितेर लखटियो भनेर भनिएको छ। म यहाँलाई चाहिँ अब देखाउन गइरहेको छु। हो, यो ठाउँ चाहिँ होडा राजाको कचहरी गर्ने ठाउँ हो भनेर भनिएको छ। अहिले यहाँ चाहिँ हो कि जस्तो छ, तर यो संरक्षण चाहिँ छैन। यहाँ स्थानीय जानकार पनि हुनुहुन्छ एकजना सर बसन्त देवान। म उहाँलाई यो क्षेत्रको बारेमा, यो ठाउँको बारेमा के हो केही कुरा बुझ्न गइरहेको छु। नमस्कार छ सर यहाँलाई। यो बताइदिनु न, यो ठाउँको बारेमा के हो, यसको इतिहास के हो? अब यो चाहिँ राजाको, होडा राजाको ठाउँ हो, क्षेत्र हो, राज्य थियो भनेर भनिन्छ। अलिकति बताइदिनु न। यो होडा राजाको पहिला दरबार यहाँ थियो अरे भन्थे। उसको कचहरी गर्ने ठाउँ यहाँनिर वरिपरि चौतारा थियो, वरिपरि यसो ढल्किने ढुङ्गा पनि थियो। तर त्यो ढुङ्गा, त्यो त्यहाँको भग्नावशेष कचहरी गर्ने ठाउँ चाहिँ सबै त्यो डायमन्ड, होडा राजाको कचहरीभित्र डायमन्ड हिरामती छ कि भनेर एकचोटि त्यो सबै हिरामती खोज्नेहरू आएर त्यो सबै भत्काइदिए। यहाँनिर त्यो भत्काइदिए। अनि एकचोटि फेरि अघिल्लो दिन भत्काउँथ्यो, भोलिपल्ट आएर भत्काएर फेरि बेलुका छन् कि आउँदैन कोट्याउँदै थिए। अनि हामी यहाँ गाउँको स्थानीय आएर त्यसले खेदी, त्यो 5 थरी रहेछन्। हजुर, हामीहरूले 5 थरी रहेछन्। 5 थरका ती डायमन्ड खोज्नेहरू, डायमन्ड व्यापारीहरू। हजुर। अनि हामीहरूले पेट्रोल खोज्दै गरेर हामीले धपाइदियौँ, खेदिदियौँ जम्मै सबै गाउँले आएर। अनि त्यो ठिकै छ। यो होडा राजाको शासन चाहिँ यो लगभग अब ठ्याक्कै इतिहास त अब चाहिँ छैन होइन, लिखित छैन। यो सुनेको कुरा हो। यहाँले सुने अनुसार चाहिँ यहाँ कति 100 वर्ष अगाडि चाहिँ यहाँ शासन थियो होला जस्तो? यो अन्दाज हामी आएको, हाम्रो जिजु आएको 200 वर्ष अगाडि भयो यहाँनिर बसेको। हजुर। हाम्रो जिजुहरू आउँदाखेरि यो जङ्गल घारी नै थियो अरे, बेतै बेत थियो अरे, सिस्नो घारी थियो अरे। हजुर। सिस्नोले त्यो होडा राजाले मार्ने चाहिँ के नाममा भन्थे, अकलबहादुर जमदारले। हजुर। 22 सालमा काजीमान यो खोजी नीति गर्दै थियो, काजीमान कन्दङ्गा र विचार सिंह। त्यतिखेर मैले सुनेको। अब म सानै थिएँ। अब त्यति अकलबहादुर यो त यो त केनाङमा हामीले त्यही अब केनाङमा हाले होडा राजाले खेदे। त्यहाँ महिलाहरू त्यतिखेर मार्नु हुँदैन थियो अरे। केनाङमा हाले होडा राजा भएपछि महिलाहरूलाई त्यहाँ बसिरहेको बेला घर सबै डढाइदिए अरे, आगो लगाइदिए अरे। अनि महिलाहरू रानीहरू भागे अरे। अब यस ठाउँमा हामीहरूले खेद्ने मान्छे बस्नु नपरोस्, सफा होस् भनेको हुँदाखेरि कन्दङ्गाहरूले अझै पनि हामी त्यस ठाउँ बस्नु भनेर आएका पनि छैनन्। हस्, धन्यवाद छ यहाँलाई। र मित्रहरू, यहाँनिर चाहिँ 8 राई गाउँपालिका वडा नम्बर 5 छातेढुङ्गाको होडा सदस्य हुनुहुन्छ तेजमान देवान। म उहाँसँग पनि केही कुरा गर्न गइरहेको छु। सर नमस्कार छ यहाँलाई। नमस्कार हजुर, धन्यवाद। के छ अब यो ठाउँको बारेमा अलिकति बताइदिनुहोस्। अनि सरकारले चाहिँ तपाईँहरू के गर्न सक्नुहुन्छ, के गर्दै हुनुहुन्छ, यो ठाउँको बारेमा अलिकति बताइदिनु न। हाम्रो यो अब भोग्ना बसेस ठाउँ हो, ऐतिहासिक ठाउँ हो। यसलाई अब हामीले अब वडामा कुरा राख्ने हो। अलिकति बजेट माग्ने, त्यहाँदेखि भएन भने पालिकातिर माग्ने। कुरा राख्ने भन्दा पनि तपाईँ आफै हुनुहुन्छ नि त त्यहाँ। कुरा राख्ने भइसक्यो। अब यहाँनिर चाहिँ अब त्यो भग्नावशेषलाई चाहिँ अब केही चाहिँ अब पहिलाको जस्तो गर्नु नसके पनि केही चाहिँ एउटा चिनोसम्म बनाउने धारणा छ। यसमा चाहिँ अब पक्कै यो चाहिँ काम हाम्रो जिउले नै गर्नु परोस् भन्ने धारणा छ मेरो। हस्, धन्यवाद छ यहाँलाई। र मित्रहरू, यहाँ अर्को एकजना जानकार हुनुहुन्छ। उहाँ चाहिँ लामो समयसम्म शिक्षण पेसामा संलग्न हुनुहुन्थ्यो र अहिले अवकाश प्राप्त हुनुहुन्छ तेजेन्द्र देवान। उहाँ चाहिँ लाई स्वागत गरौँ। सर नमस्कार छ। नमस्कार सर, यहाँले चाहिँ जानेको, अब सुनेको र आफ्नो पनि विचार यो क्षेत्रलाई के गरियोस्, के गर्न सकिन्छ भन्ने लाग्छ र अलिकति यो क्षेत्रको बारेमा र अलिकति यो गर्ने अब सरकारले, समुदायले को बारेमा अलिकति बताइदिनु न।
अब यसको ऐतिहासिक स्थल हो, यसलाई संरक्षण गर्नुपर्छ। ऐतिहासिक भन्नाले अब अघि पनि कुरा भइरहेको छ होइन। हजुर पहिला यहाँ होडा राजा थिए। अब यो ऐतिहासिक ठाउँलाई अब हामीले अब पहिलाको यसलाई संरक्षण गर्नको लागि वर्षको यहाँ सङ्ग्रहालय बनाऊँ भन्ने पनि मोटामोटी हाम्रो भएको थियो। र कहीँ अरू सहरहरूले पनि सङ्ग्रहालय मात्रै भयो, यस्तो वरिपरि गाह्रो लाएर पुरानो नमुनाहरू यहाँ भन्नाले यसलाई जोगाएर राख्नुपर्छ, यसलाई बाहिरदेखि पर्यटकीय स्थल बनाउनुपर्छ भन्ने सुझाव पनि आएको छ र केही गरौँ भन्ने हामीलाई लागेको छ र अलिअलि कुरा पनि हाम्रो भइरहेको छ र त्यो भइदिए यो ठाउँको लागि एउटा अलिकति प्रचार ऐतिहासिक स्थलको लागि भनौँ न, हजुर हजुर अलिक प्रचार हुन्थ्यो। हस्, धन्यवाद सर यहाँलाई। यहाँको जुन भावना छ, यहाँको जुन विचार छ, यो ठाउँलाई चाहिँ संरक्षण गरियोस् भन्ने यहाँलाई चाहिँ शुभकामना छ मेरो। र मित्रहरू, म यहाँलाई चाहिँ यो अझै लोकेसन यहाँ देखाउन गइरहेको छु। यहाँपट्टितिर जुन होडा राजाको शासनकालमा उनको एकजना कमान्डर मारियो लडाइँमा, र उनको पनि पछि चिहान चाहिँ यहीँ गाडियो भनेर भनिएको छ मित्रहरू। यो के हो, यो सुनेको कुरा हो, यो ठाउँ यस्तो छ र यो चाहिँ चिहान हो उनको कमान्डरको भनिएको छ। पछि त्यो लडाइँमा जब मारिए पछाडि चाहिँ, तर यो चाहिँ किन यस्तो भयो भन्दा पहिले यो माथि अल्को थियो अरे, र चिहान जहाँ चाहिँ खन्न सुरु गरियो र त्यो अर्को ठाउँमा सार्नु हुँदैन भन्दा चाहिँ खन्दै जाँदा तल चाहिँ यो ढुङ्गा भेटेपछि यहाँ हामी पनि यो खाल्डो यसरी यहाँ देख्न सक्छौँ। र यो जानकार बुढापाकाहरूले भनेअनुसार चाहिँ माथिबाट खन्दै जाँदा तल चाहिँ ढुङ्गा यति खोपिएको हो भनेर भनिएको छ मित्रहरू। यो होडा राजाले शासन गरेको ठाउँ चाहिँ यस्तो रहेछ पहिले। यहाँहरू यसरी यो ठाउँ छ, तर अब यो शासन गरेको ठाउँमा केही न केही दरबारहरू हुनुपर्ने, भग्नावशेषहरू हुनुपर्ने भन्ने हाम्रो अब चाहिँ तर्क हुन्छ, कुरा हुन्छ। यो चाहिँ के भएछ भने जब यहाँ याकथुम्बाहरूले होडा राजालाई चाहिँ लडाइँमा हराइसके पछाडि ऊ भागिसके पछाडि चाहिँ यो उनको दरबार जति थियो त्यो सबै डढाएर चाहिँ भस्म पारियो, नष्ट गरियो। र त्यो कारणले गर्दा दरबारको चाहिँ भग्नावशेषहरू देख्न पाइएको छैन। र उनको जुन यो चौतारो जुन छ, यो के भन्छ कचहरी गर्ने ठाउँ छ, त्यो चाहिँ यहाँ हामी देख्न सक्छौँ। अघि पनि यहाँहरूलाई चाहिँ जुन कुरा भइरहेछ मेरो भिडियोमा यहाँ जुन देखाइरहेको छु, अब यसरी यो साँच्ची नै हामीले पनि यहाँ आएर यसो कल्पना गर्दाखेरि यो कचहरी गर्ने ठाउँ नै थियो भन्ने हुन्छ। केही अवशेषहरू बाँकी छ र सरकारले संरक्षण गरोस्, प्रचार गरोस्। र यहाँहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला, मन परे लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। र मित्रहरू, मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। हस्, धन्यवाद, नमस्कार।